मासु लभर को हुनुहुन्छ मासु लभर आज चाहिँ मेरो किचनमा पाक्दैछ लोकल चिकन अनि खसी खुट्टाको सुप अनि यो चाहिँ मैले दुबई अलकर्मादेखि मगाएको दुबई कर्मादेखि नेपाली सपदेखि अनि खसी खुट्टा र लोकल चिकन चाहिँ कोइलरको मासु रहेछ नेपालको जस्तो त कहाँ पाउनु हैन परदेशमा दुबईमा यतिको पाउनु ठुलै कुरा हो भन्नु पर्यो म चाहिँ अब फटाफट बनाउनु पर्यो खसीको खुट्टा चाहिँ 10 सिटी जति लगाइदिउँ न भनेर फर्स्ट अफ अल मैले खसी खुट्टा नै बनायो सो मलाई चाहिँ यो किचनको काम गर्न सबैभन्दा सजिलो काम चाहिँ किचनको काम लाग्छ अब सानैदेखि एक्लै छोरी भएर मलाई सानैदेखि आफूले सक्ने काम भन्ने नै फर्स्टदेखि मलाई मम्मीले खाना बनाउन लाउनु भएको थियो कि मलाई याद छ स्कुल जाँदा पनि खाना बनाऊ आएर नि खाना बनाऊ हैन अरू बेला ठुलो हुनेसम्म नि के मम्मी बाहिर काम गर्नुहुन्थ्यो मलाई चाहिँ कतै बाहिर काममा चाहिँ पठाउनु हुन्थ्यो कि त्यति जहिले खाना बनाऊ खाजा बनाऊ यताउति जे काम भयो नि मलाई चाहिँ किचनमै अराउँथ्यो कि मम्मीले जहिले पनि त्यही भएर मलाई अहिले चाहिँ खाना बनाउन इजी लाग्छ बे गरेर गएर नि अब एक्लै बुहारी पर्यो उता गएर नि सधैँ आफै बनाउनु पर्थ्यो खानाहरू त्यही भएर मलाई इजी लाग्ने काम चाहिँ खाना बनाउनु हो गाइज कसैलाई अल्छी लाग्छ भने भन्नु होला अरे के अब हस्बेन्डले चाहिँ अचार बनाउनु भयो आज चाहिँ अनि फटाफट मिठो भएको थियो अचार चाहिँ मिठो बनाउनु भएको थियो दुईजना खाना थाल्यो बाई बाई गाइज मेरो भिडियो हेर्दैकोमा यतिसम्म बाई बाई